कसरी करेन्ट नेपालीहरूको मनपर्ने पिरो चाउचाउ बन्यो। नेपालको नुडल मार्केटमा एन्ट्री गर्न सजिलो छैन। यो मार्केटमा वाइवाई जस्तो ब्रान्ड छ जसले डिकेड्सदेखि हाउसहोल्ड ह्याबिट बनाइसकेको छ। आज पनि वाइवाईको मार्केट सेयर 45% भन्दा बढी छ। अर्को साइडमा कोरियन रामेनहरू छन् जो युथ कल्चर, मकबाङ भिडियोज र एक्सट्रिम स्पाइसीको सिम्बोल बनिसकेका थिए। करेन्टली यी दुवैलाई रिप्लेस गरेन, करेन्टले ग्याप स्पोर्ट गर्यो। एक्सट्रिम स्पाइसी एक्सपिरियन्स तर नेपाली प्राइस सेन्सिटिभिटी भित्र। ब्रान्डिङ भनेको आज तपाईले के गर्दै हुनुहुन्छ भन्ने होइन, भोलि कन्ज्युमरले तपाईलाई कसरी सम्झिन्छ भन्ने हो। आज हामी मार्केटिङ र ब्रान्डिङको लेन्सबाट करेन्ट नुडलको केस स्टडी ब्रेकडाउन गर्छौं। करेन्ट नुडल्सबाट हामीले सिक्न सक्ने लेसन्सहरू के हुन् त? लेट्स टक अबाउट इट। लेसन नम्बर 1, Current didn't compete with YY and ramen, but it reframed the market. धेरै ब्रान्ड मार्केटमा गएर के गर्छन्? हाम्रो पनि राम्रो छ भन्छन्, टेस्ट कम्पेयर गर्छन्, प्राइस कम्पेयर गर्छन्। करेन्टले यो गल्ती गरेन। नेपाली नुडल्स मार्केटमा दुईवटा क्लियर रेफरेन्स पोइन्ट्सहरू थिए। पहिलो YY चाउचाउ, familiar taste, mild spice, price around 20 to 25 rupees. अनि दोस्रो कोरियन रामेन, एक्सट्रिम स्पाइस, ग्लोबल ट्रेन्ड र प्राइस 150 देखि 200 रुपैयाँ, मोस्टली इनएक्सेसिबल। करेन्टली यी दुवैसँग डाइरेक्ट फाइट गरेन, उसले कम्प्यारिजनै चेन्ज गर्यो। रामेन लाइक बोल्ड प्याकेजिङ, रेड ब्ल्याक एग्रेसिभ फन्ट्स, इन्स्ट्यान्ट स्पाइसी सिग्नल। कन्ज्युमरले करेन्टलाई वाइवाईसँग कम्पेयर गरेन, उनीहरूले कोरियन रामेनसँग मेन्टली कम्पेयर गरे र त्यो कम्प्यारिजनमा करेन्ट अफोर्डेबल, एक्साइटिङ र एक्सेसिबल देखियो। लेसन नम्बर 2, द प्रोडक्ट itself became the marketing. नेपाली इन्स्ट्यान्ट नुडलको टेस्ट लगभग 2 डिकेडसम्म सेम नै रह्यो। यो कुरा त हामी सबैलाई थाहा छ। माइल्ड मसला, प्रेडिक्टेबल स्पाइसेस, कम्फर्ट फुड। तर जेनजीले कम्फर्ट खोज्दैन, उनीहरूलाई एक्सपिरियन्स चाहिन्छ। मकबाङ भिडियोज, स्पाइस च्यालेन्ज, यो त लास्ट पिरो रहेछ रियाक्सन, यी सबै कन्ज्युमरको माइन्डमा अलरेडी थियो। करेन्टली यो ग्लोबल क्रेभिङलाई नेपाली टेस्ट सिस्टममा ट्रान्सफर गर्यो। अकबरी चिली, लोकल स्पाइस टोलरेन्स र लेयर्ड फ्लेभर डिजाइन। टेस्ट स्मुथ छैन, टेस्ट वेव्समा आउँछ। मतलब सुरुमा म्यानेजेबल, त्यसपछि बिल्डअप अनि सडन स्पाइस हिट। यो डिजाइनले के गर्यो त? फर्स्ट बाइटमा फुल सेटिस्फ्याक्सन दिँदैन, सेकेन्ड बाइटमा क्युरियोसिटी क्रिएट गर्छ र थर्ड बाइटमा ह्याबिट बनाउँछ। ब्रेनमा डोपामिन स्पाइक र टेस्ट मेमोरी लक, र यो अरूलाई पनि ट्राई गराउनु पर्छ भन्ने इन्स्टिङ्क्ट। करेन्टको मार्केटिङ बजेटभन्दा पावरफुल कुरा के थियो थाहा छ? फर्स्ट बाइट एक्सपिरियन्स। त्यसैले एड्स भन्दा पहिले रियाक्सन भिडियोज आए, होस्टेल कन्भर्सेसन सुरु भयो र एकचोटि त ट्राई गर न भन्ने कल्चर बस्यो। लेसन नम्बर 3, टाइमिङ प्लस डिस्ट्रिब्युसन क्रिएटेड द अपर्च्युनिटी। कोभिड लकडाउन पछि कोरियन रामेन इम्पोर्ट स्लो भयो, सप्लाई इरेगुलर भयो, प्राइस भोलाटिलिटी बढ्यो। यो करेन्टको अपर्च्युनिटी थियो, तर अपर्च्युनिटी मात्र काफी हुँदैन। करेन्टली दुई कुरा राइट टाइममा राइट वेले एक्जिक्युट गर्यो। पहिलो, प्राइस एङ्करिङ। मार्केटमा स्पाइसी रामेनहरूको रेफरेन्स प्राइस हाई थियो। करेन्टले 50 रुपियाँमा सेम एक्सट्रिम स्पाइस पर्सेप्सन दिएर भ्यालु सक क्रिएट गर्यो। दोस्रो, ट्रेडिसनल एफएमसीजी डिस्ट्रिब्युसन डिस्प्ले, जसमा चाहिँ फ्याक्ट्रीबाट वेयरहाउस, वेयरहाउसबाट डिस्ट्रिब्युटर्स अनि डिस्ट्रिब्युटर्सबाट किराना पसलहरू। अर्बन मात्र होइन, सेमी अर्बन र रुरल एरियामा पनि यसको प्रेजेन्स भयो। सेल्स रेप्सले रेगुलरली स्टक रोटेट गरे, भिजिबिलिटीलाई कन्सिस्टेन्टली मेन्टेन गरे र लकडाउनमा कसैलाई क्रेभिङ भयो भने सेल्फमा रामेन भन्दा पहिला करेन्ट देखिन्थ्यो। लेसन नम्बर 4, कल्चर बिट्स कपिङ। करेन्टले कोरियन रामेनको ब्लाइन्ड कपी गरेन, उसले ग्लोबल इन्सपिरेसन लियो तर एक्जिक्युसन नेपाली पारामा गर्यो। नेपाली स्पाइस टोलरेन्स, लोकल इन्ग्रेडियन्ट्स, युथ सेयरिङ बिहेभियर। ब्रान्डले हाई फोकस गरेन, कन्ज्युमरलाई ब्रान्ड फोकस गर्न दियो। त्यसैले रेकमेन्डेसन्स जेन्युन भए, रिटेन्सन अर्ग्यानिकली ग्रो भयो, ब्रान्ड सर्ट टर्म ट्रेन्ड बनेन। करेन्टली वाइवाईलाई इरिलेभेन्ट बनाएन, तर स्पाइसी सेगमेन्टमा डोमिनेन्स च्यालेन्ज गर्यो र यो डिस्टिङ्सन इम्पोर्टेन्ट छ। लेसन नम्बर 5, लोकल स्केल बिकेम लङ टर्म ब्याकबोन। करेन्टको ग्रोथ भाइरलिटीमा मात्र सीमित छैन। रूपन्देही कपिलवस्तु एक्सपान्सनसँगै एनुअल नुडल प्रोडक्सन क्यापेसिटी करिब 42,000 टन्स पुगेको छ। इनपुट कस्ट प्रेसर हुँदाहुँदै पनि लोकल फार्मर्स कन्ट्र्याक्टबाट सप्लाई सिक्योर गरियो। यो स्केल मात्र होइन, यो इकोसिस्टम बिल्ड हो। लोकल फार्मर्स, लोकल इम्प्लोइमेन्ट, कन्ज्युमर प्राइड, द्याट यो हाम्रो ब्रान्ड हो भन्ने कुराले ग्लोबल स्केल अचिभ भयो, तर नेपाली सो लुज भएन। तपाईँलाई के लाग्छ र अरू कुन कुन लेसन छन् जुन चाहिँ हामी करेन्ट नुडल्सबाट सिक्न सकिन्छ? लेट मी नो इन द कमेन्ट्स।